NYX Cosmetic has launched their new limited edition collection अनि मैले चाहिँ फर्स्टमा चाहिँ यो पर्पल एन्ड orange कलरको ब्लश युज गरेको फर्स्ट टाइम मैले यस्तो ब्राइट कलरको ब्लश युज गर्दैछु अनि I must say मलाई चाहिँ राम्रो नै लाग्यो यो orange झन् यस्तो ब्राइट थियो यस्तो स्केरी देखिरहेको थियो but I loved it हैन कस्तो मज्जाले स्किनमा ग्लो भइरहेको थियो अनि कस्तो राम्रो देखिरहेको थियो त्यसपछि चाहिँ यो लिप बाम हो एउटा रेडमा थियो अनि अर्को चाहिँ पिङ्कमा थियो पिङ्क चाहिँ अलि मलाई सुहाएन जस्तो लाग्यो तर रेड चाहिँ मलाई सुहाएको थियो अनि look at this highlighter oh my god this highlighter smells so good यस्तो मिठो स्मेल थियो नि अनि मैले चाहिँ यो पिङ्क वाला हाइलाइटर चाहिँ लगाउने सोचे आज चाहिँ अनि त्यही भएर चाहिँ मैले यो हाइलाइटर लगाएँ मलाई एकदमै मन पर्यो हाइलाइटर पनि आई लाइक इट अनि त्यसपछि यो चाहिँ eyebrow glue अनि eyebrow glue लगाए अनि त्यसपछि look at this eyeshadow palette कस्तो क्यूट सबै शिमरहरू यस्तो राम्रो थियो मैले चाहिँ एउटा व्हाइट कलरको शिमर लगाएँ अनि मलाई चाहिँ एकदम नै राम्रो लाग्यो सबै शिमरहरू चाहिँ एकदम नै पिगमेन्टेड थियो and I loved it and this is my final look